आज हामी फिजिक्सको अल इन्जिनियरिङको सेकेन्ड सेमेस्टरको मोडर्न फिजिक्सबाट फिजिक्सको न्युमेरिकल आज सल्भ गर्न गएको छु। हेर, यसको मोडर्न फिजिक्सको कन्स्ट्यान्ट भ्यालु हुन्छ एउटा। यो मोडर्न फिजिक्समा कन्स्ट्यान्ट भ्यालु भनेको 1 इलेक्ट्रोन भोल्ट इक्वल टु 1.6 × 10⁻19 अनि एउटा हुन्छ प्ल्याङ्क्स कन्स्ट्यान्ट। त्यसलाई यचले मानिन्छ, यसको सिम्बल यच हो। त्यसको यो कन्स्ट्यान्ट भ्यालु हो 6.62 × 10⁻34 जूल पर सेकेन्ड। यो इन्स्टेन्टेनियस फोटो इलेक्ट्रिक इक्वेसन यो डेरिभेसनबाट आएछ। यो डेरिभेसन सल्भ गर्ने यो डेरिभेसनबाट काइनेटिक इनर्जी इक्वल टु HF। एच भनेको यो एच कन्स्ट्यान्ट हो, प्ल्याङ्क्स कन्स्ट्यान्ट यो एच हो। अनि यो एफ भनेको फ्रिक्वेन्सी हो, तर कुनै कुनामा हेर्ने फ्रिक्वेन्सी दिएको हुँदैन, वेभलेन्थ दिएको हुन्छ। वेभलेन्थ भनेको कुनै लाइटको वेभलेन्थ दिएको हुन्छ। त एफ निकाल्नको लागि हामी c/λ, लेम्डा भनेको वेभलेन्थलाई लेम्डा मानिन्छ। अनि सी भनेको लाइटको स्पिड कति हुन्छ 3 × लाइट, सी भनेको 3 × 10⁸ मिटर पर सेकेन्ड। सी भनेको त्यो लाइटको स्पिड हो। अनि लेम्डा भनेको त्यसमा क्वेसनमा दिएको हुन्छ। त्यो एचएफ इक्वल टु एफ भनेको c/λ इक्वल टु थाई भनेको वर्क फङ्सन हो। यो थाई वर्क फङ्सनलाई भनिन्छ। इलेक्ट्रोन भोल्ट इक्वल टु कुनैमा एउटा क्वेसनमा दिएको होला स्टोपिक पोटेन्सियल भनेको त्यो इलेक्ट्रोन भोल्ट पर सेकेन्डलाई काइनेटिक इनर्जीलाई इक्वल गरेछ। त काइनेटिक इनर्जी यो पनि हुन्छ 1/2 mv² चाहिँ एचएफ माइनस थाई। त यो स्टोपिक पोटेन्सियल भन्छ नि, त यो भिएस स्टोपिक पोटेन्सियल भिएस बटे काइनेटिक इनर्जी बाई, त स्टोपिक पोटेन्सियल भनेको भिएस इक्वल टु काइनेटिक इनर्जी बटे इलेक्ट्रोन भनेको त्यो 1 इलेक्ट्रोन भोल्ट इक्वल टु 1.6 × 10⁻19 जूल। यो सित काइनेटिक इनर्जी डिभाइड गर्यो भने स्टोपिक पोटेन्सियल आइहाल्छ। एउटा अर्कोमा हेर्ने क्वेसनमा यो थ्रेसोल्ड फ्रिक्वेन्सी दिएको हुन्छ नि, त्यसमा वर्क फङ्सनको यो क्वेसनमा मात्र कहीँ थ्रेसोल्ड दिएको हुन्छ फ्रिक्वेन्सी, त्यसमा मात्र वर्क फङ्सन हुन्छ HF। त्यसमा फ्रिक्वेन्सी मतलब दिएको हुन्छ। फ्रिक्वेन्सी भनेको एफ नट यो फ्रिक्वेन्सी भइहाल्यो, यहाँ त कन्स्ट्यान्टै हो, प्ल्याङ्क कन्स्ट्यान्ट। हेर अब यसको क्वेसनमा कस्तो आइरहेछ। यति फर्मुला अनि यो ध्यान दिनुपर्छ। एउटा मोडर्न फिजिक्सको के भनेको छ लाइट अफ वेभलेन्थ भनेको के हो लेम्डाको भनेको दिएको छ अन्डर सर्फेस टेन्सन अफ द वर्क फङ्सन भनेको के हो थाई कति दिएछ 2.3 इलेक्ट्रोन भोल्टेजको के छ इभी दिएको हुन्छ न, जति मानौ 2 इभी दिएको हुन्छ त 2 × 1.6 × 10⁻19 जूल गरिदिने मल्टिप्लाई। इभी दिएको हुन्छ नि त 1.6 × 10⁻19 मल्टिप्लाई गरिदिने। तब के भनेछ द म्याक्सिमम इनर्जी अफ इमिटेड इलेक्ट्रोन। त म्याक्सिमम इनर्जी भनेको एनर्जी के हो काइनेटिक इनर्जीलाई मिनिमम इनर्जी सोधिन्छ भने काइनेटिक इनर्जी निकाल्ने। वेभलेन्थ दिएछ, अनि वर्क फङ्सन 2.3 × इलेक्ट्रोन भोल्ट दिएछ 2.3 × 10⁻19 जूल गरिदिने। यो त कन्स्ट्यान्टै भ्यालु हो, दिएको हुन्छ नदिएको हुन्छ कन्स्ट्यान्ट भ्यालु कन्स्ट्यान्टै हुन्छ। याद गर्नुपर्छ कन्स्ट्यान्ट भ्यालु कुनै कुनामा दिएको हुन्छ कुनै कुनामा दिएको हुँदैन।
प्लैंक्स कन्स्टान्ट दिएको 6.6 × 10⁻⁻34 अनि स्पीड अफ लाइट को 3 × 10⁸ मीटर पर सेकेंड एंड काइनेटिक एनर्जी फाइंड गर्नु छ। सिन्स इन्स्टेन्टेनियस फोटो इलेक्ट्रिक इक्वेसन लगाउने काइनेटिक एनर्जी इक्वल टू HF माइनस थाई। तो HF एफ को मान तो हमी C बाई लेमडा गर्न सक्छौं। तो C बाई लेमडा यहाँ कर दियो। तो यहाँ को भैल्यू तो कन्स्टान्टै छ। C को मान 3 × 10⁵ को मान यसलाई मल्टिप्लाई गरिदिने अनि यो लेमडा वेभलेन्थलाई डिभाइड गर्ने आइहाल्छ यो काइनेटिक एनर्जी। कुनै कुनामा यो क्वेशनमा हेर, यो क्वेशन पनि सेमै छ, यस्तै छ। यो एक क्वेशन हेर, यसमा के दिएछ इलेक्ट्रोन भोल्ट काइनेटिक एनर्जी यति दिएछ। द वर्क फंक्शन अफ वर्क फंक्शन दिएछ 1.10 इलेक्ट्रोन भोल्ट। मैक्सिमम वेवलेंथ, व्हाट इज द मैक्सिमम वेवलेंथ भन्दै लेमडा निकाल्नु छ हामीलाई एन्ड अफ द लेंथ एन्ड ऑब्जेक्टिव अफ इलेक्ट्रोन एक्सेस इलेक्ट्रोन वेवलेंथ अनि इलेक्ट्रोन। वेवलेंथ हामीलाई निकाल्नु छ। त्यो वेवलेंथ निकाल्नुको लागि हामीले काइनेटिक एनर्जी भनेको हेर, यसमा वेवलेंथ निकाल्नु काइनेटिक एनर्जी इक्वल टू के छ HF माइनस थाई। फाई को मान कति छ H, फाई को मान C बाई लेमडा माइनस फाई। हेर त यसमा के दिएछ काइनेटिक एनर्जी दिएछ हामीलाई, वर्क फंक्शन दिएछ अनि वर्क फंक्शन दिएछ, काइनेटिक एनर्जी दिएछ। यहाँ को मान त कन्स्टान्टै हुन्छ। तो काइनेटिक एनर्जी हामीलाई दिएछ, यहाँ को भ्यालु कन्स्टान्ट हुन्छ, C को भ्यालु कन्स्टान्ट हुन्छ, थाई को भ्यालु मलाई दिएछ। त यहाँ हामीले लेमडा को भ्यालु निकाल्न सक्दैन, सकिहाल्छु नि। काइनेटिक एनर्जी प्लस यता आइहाल्छ थाई HF बाई लेमडा। तो लेमडालाई माथि गर्दिनु, यसलाई तर गर्दिनु। तो लेमडा इक्वल टू HF बाई काइनेटिक एनर्जी प्लस थाई लेमडा को मान आइहाल्छ, भइहाल्यो। यस्तै यताउता गरेर सोध्छ एउटा यो क्वेशन। हेर वर्क फंक्शन थाई को मान दिएछ। यो कुनै बेला कुनै भ्यालु दिएको हुन्छ, कुनै मान सही दियो अनि एक को यता माथि डैश दिएको हुन्छ न। त यसको मतलब यो समझ लो 10 को पावर माइनस 10 यो सिंक त मल्टिप्लाई गरिदिने। जुन भ्यालु सही छ त यहाँ 100 × 10 to पावर माइनस 10 गरिदियो। ए को साथीमा 10 × 10 to पावर मल्टिप्लाई गर्ने। यसले वेवलेंथ दिएछ 1000 × 10 1 को पावर, तो 1 को पावर छ त 10 × माइनस 10 गर्ने पावर मैक्सिमम भोल्टेज भनेछ। त मैक्सिमम भोल्टेज भनेछ, यी सबै कुरा त दिएछ। हेर मैक्सिमम भोल्टेज भनेको V। तो V निकाल्नको लागि के गर्नुपर्छ हामीलाई, हेर काइनेटिक एनर्जी इक्वल टू HF माइनस थाई। तो काइनेटिक एनर्जी इक्वल टू 1/2 mv² हुन्छ किन। तो HF माइनस थाई अनि V हामीलाई निकाल्ने छ। तो यहाँ 2 सित मल्टिप्लाई गरिदिने। तो mv² तो 2 HF माइनस थाई तो v² इक्वल टू यो डिवाइड में गइहाल्छ। 2 HF माइनस थाई डिवाइड बाई m v रूट हटाउनु छ त v रूट गरिदिने आइहाल्छ v को मान। यही मैक्सिमम भेलोसिटी निकाल्नु छ, भइहाल्यो। सबै क्वेशन यस्तै सोच। v को मान म यस्तै निकालेछु, सबै क्वेशन अब यस्तै सोच। यसमा पनि हेर लेंथ अफ स्टिक सरफेस फंक्शन वर्क फंक्शन यति दिएछ। वर्क फंक्शन दिएछ 400 nm। लाइट स्टिप भनेको तो लेमडै हो, लाइट स्टिप भनेको लेमडै हो। वर्क फंक्शन दिएछ nm दिएछ। nm को मतलब नैनोमीटर को के हुन्छ 10 to पावर माइनस 9।
वर्क फंक्शन पनि दिएछ 1.5 भेलोसिटी अफ इलेक्ट्रोन इमिटेड एन्ड भेलोसिटी फाइन्ड गर्नु छ सेम त्यस्तै गर्ने मास दिएछ भेलोसिटी फाइन्ड गर्नु छ सेम त्यस्तै छ यस्तै सबै बनिहाल्छ।